कुनै समय युकेले पोस्ट स्टडी वर्क भिजा हटाएको थियो। त्यसैगरी अहिले पोस्ट स्टडी वर्क लगायत इन्टरनेसनल स्टुडेन्टमा डिपेन्डेन्टलाई आउन नदिने धेरै नै नियमहरू कडा नियमहरू लगाएको छ। जस्तै तपाईँ मास्टर्स डिग्रीसम्म पढ्न जाने हो डिपेन्डेन्ट लान पाउनुहुन्न, रिसर्च पढ्न गए मात्र डिपेन्डेन्ट लान पाउनु नि हो। त्यस प्रकारको बाटोमा अस्ट्रेलिया पनि जाने देखिन्छ यदि अहिलेको अपोजिसनमा भएको पिटर डटनले लिड गरिरहेको अपोजिसन कोलिसनले जित्यो भने। उनीहरूले रिसेन्टली एउटा मिडिया रिलिज अथवा आफ्नो मेनिफेस्टो अथवा इलेक्सन क्याम्पेनको क्रममा बोल्दै गर्दा पोस्ट स्टडी वर्क भिजालाई चाहिँ धेरै नै चेन्ज गर्ने भनेर भनेको छ। हुन त अहिलेको गभर्मेन्टले पनि पोस्ट स्टडी वर्क भिजामा चाहिँ ठुलो नै रिस्ट्रिक्सन लगाएको छ। त्यस कारणले गर्दाखेरि उमेरको 35 वर्षको हदबन्दी छ। त्यसैगरी ड्युरेसन पनि सिग्निफिकेन्ट रूपमा घटाइएको छ। अबको यो कोलिसन पनि निर्वाचित भयो भने उनीहरूले यो सबै मान्छेको लागि एप्लिकेबल नगराउने यो पोस्ट स्टडी वर्क राइट भनेको छ। त्यसैगरी पार्टनर्सहरू जोइन गर्न पनि नमिल्न सक्ने अथवा पार्टनर्सहरू जोइन गर्न नमिल्ने बनाउने भन्ने जस्तो कुरा पनि यिनीहरूले मिडिया रिलिजमा गरेको छ। त्यसैगरी अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि त अब अहिलेको सरकार त्यसैगरी विपक्षी सबै नै के भन्छ खनिएका छन्। भिजा फी पनि 5000 बढाउने स्टुडेन्ट भिजाको फी यदि टप G8 युनिभर्सिटिजहरूमा भर्ना हुने हो भने। त्यसैगरी अस्ट्रेलियाभित्र आएर कोर्स चेन्ज गर्ने भने $2500 तिर्नुपर्ने। अहिले भइरहेको 1600 जुन अत्यन्तै धेरै फी छ, संसारमै सबभन्दा बढी फी अस्ट्रेलियाको छ स्टुडेन्ट भिजाको, त्यसलाई पनि अझ बढाउने लगायतका कुराहरू। त्यसैगरी वार्षिक अन्तर्राष्ट्रिय विद्यार्थीको इनरोलमेन्ट अथवा नम्बर पनि एकदमै घटाउने, आधाभन्दा बढीले घटाउने भनेर भनेको छ। यी जस्ता नियमहरू चाहिँ नयाँ अब मे 3 मा हुन लागिरहेको इलेक्सन पछि यदि अहिलेको अपोजिसनमा रहेको पिटर डटनले लिड गरिरहेको लिबरल सहितको जुन यो गठबन्धन छ, यदि यो गठबन्धन निर्वाचित भयो भने चाहिँ यी चेन्जेसहरू चाहिँ गर्ने भनेर भनेको छ। तपाईँले थप जानकारीको लागि मैले कमेन्टमा एउटा लिङ्क राखिदिएको छु, त्यो न्युजमा गएर तपाईँले हेर्न सक्नुहुन्छ।